हाई एभ्रिवान नमस्ते शिवा र हजुर सबैजनालाई आज चाहिँ म एउटा कमेन्टको रिप्लाई दिन आएको छु अनि त्योभन्दा अगाडि चाहिँ म यहाँनिर कपडा पठाउँदैछु साथीहरू अनि कपडा चाहिँ म चाहिँ फेरि के यो चाहिँ हिजोको कपडा हो अनि नानीहरू भएपछि यति धेरै कपडा धुनुपर्छ त्यो त अब नानीको आमाहरू भएपछि अभियसली थाहा भइहाल्छ होइन अब अरू बेला नर्मल हुन्छ भने नानी भइसकेपछि धेरै कपडा हुन्छ अनि फेरि जति नानी त्यति धेरै कपडा क्या अब नानीको मात्रै धुलाएर भने नानीको धुनु पऱ्यो आफ्नो धुनु पऱ्यो बुढाको धुनु पऱ्यो अरू फ्यामिली मेम्बर्सको पनि छ भने धुलाइदिनु पऱ्यो तर हामी चाहिँ ज्यादा जस्तो आफ्नो आफ्नो धुलाउँछौँ खासै ज्यादा चाहिँ धुलाउँदैनौँ है अब कहिलेकाहीँ भने चाहिँ धुलाइन्छ अब आमाहरू पनि अहिले सक्ने हुनुभएको छ अनि कहिलेकाहीँ आमाको छ भने चाहिँ म हल्का धुलाइदिन्छु नत्र भने सबैजनाले आफ्नो आफ्नो धुलाइन्छ अनि म चाहिँ फाइनली कपडा सपडा पठाइसकेर चाहिँ यहाँनिर कपडा मैले चाहिँ पहिला टेलरिङ गरेको के साथीहरू बिहे नगरी चाहिँ अनि अब टेलरिङ कन्टिन्यू नगरेको धेरै साल भयो अनि त्यसको लागि चाहिँ बा बिर्सेँ कि के कसो हो भनेर मैले चाहिँ कटिङहरू गरेर यहाँनिर एकजना बुनुको चाहिँ कुर्ती सिलाइदिँदैछु अनि त्यसपछि फेरि नानीहरूलाई चाहिँ मैले आज आइसालाई चाहिँ खेल्नु जान्छु अरे लु जा न त भनेर नानीलाई खेल्नु पठाइदिएको त आमामामा भयोभरको साथीहरू भेला पारेर ल्याइछ कि फेरि नानीहरूको चाहिँ चिनजान कति जल्दी भएको के एकैछिनमा यतिजना मान्छेहरू लिएर आएछ कहिले नचिनेको र अनि त्यसपछि म चाहिँ लाग्यो फर्सीको मुन्टा केलाउनु फर्सीको मुन्टा चाहिँ हामीलाई चाहिँ खाएर बन्दै वाक्क भएको छैन साथीहरू तपाईँहरूलाई चाहिँ के कस्तो भयो होइन मलाई चाहिँ बन्दै वाक्कै हुँदैन कि एकदमै धेरै मनपर्छ फर्सीको मुन्टाहरू हरियो चाहिँ अनि अघि मैले भनेको थिएँ नि जुन कमेन्ट म रिप्लाई दिन आएको भनेर त्यो कमेन्ट चाहिँ मेरो भिडियोमा आएको होइन खासमा जसलाई मैले सब्सक्राइब गरेको थिएँ कन्टेन्ट क्रिएटर उहाँ दिदीको भिडियोमा चाहिँ कमेन्ट आएको रहेछ अनि उहाँ दिदीले भिडियो बनाउनु भएको थियो अनि त्यो कमेन्ट चाहिँ मलाई पनि एकदमै मन छोयो कि अनि हुन त अब अरूको कन्टेन्ट चोरे जस्तो हुन्छ तर पनि मलाई चाहिँ मनमै लागेर चाहिँ मैले यो कमेन्ट चाहिँ तपाईँहरूसँग सेयर गर्न आँटेको त्यो दिदीको कमेन्टमा चाहिँ त्यो दिदीले चाहिँ अब धेरै सामानहरू लिनु हुँदो रहेछ क्या आफ्नो अब बिहे नगरेको माइतमै हुनुहुँदो रहेछ अनि घरको लागि धेरै थोक सामानहरू लिएर चाहिँ के सजाएको भिडियोहरू बनाउनु हुँदो रहेछ लाउनु हुँदो रहेछ अनि म पनि हेरिरहेको छु अनि एकजना दिदीले चाहिँ त्यहाँ कमेन्ट गर्नुभएको रहेछ आफ्नो माइत घरमा कति सामान जोडेको किन जोडेको पछि छोडेर जाने हो आफ्नो पनि हुने होइन भनेर त्यस्तो समथिङ त्यस्तो टाइपको कमेन्ट गर्नुभएको रहेछ अनि त्यो दिदीले पनि रिप्लाई गर्नुभएको थियो अनि म पनि यसको लागि चाहिँ चित्तै बुझेन अनि मैले चाहिँ कमेन्ट पनि मैले पनि राखेको है साथीहरू तपाईँहरूले पनि नराम्रो चाहिँ नसोचिदिनु होला हामी छोरी मान्छे भनेको चाहिँ नि त खासमा साथीहरू कस्तो लाग्छ भने आफूले बिहे नगरिन्जेल आफ्नो घर नबसिन्जेल नै हो कि हामीले सबै थोक आफ्नो बाउआमाको लागि सेक्रिफाइस गर्ने आफ्नो बाउआमालाई के चाहिन्छ कस्तो कस्तो जरुरत छ त्यो सबै थोक आफूले बिहे नै नगरिदिनु पर्ने हो क्या खासमा चाहिँ बिहे गरिसकेपछि चाहिँ साथीहरू आफ्नो हातमा केही पनि कन्ट्रोल हुँदैन भए पनि धेरैजनालाई धेरै थोक सोचेर चाहिँ आफ्नो माइती घरमा दिनुपर्छ दिँदै पनि अनि त्यो कारणले गर्दाखेरि चाहिँ जे गर्नु छ नि बिहे नै नगरी सबै थोक अगाडि गरिसक्नुपर्छ होइन छोरी मान्छेको सोच पनि यतिसम्म हुन्छ भनेर चाहिँ मैले चाहिँ सोचेको पनि थिइनँ हामी एउटा छोरी मान्छे भइसकेपछि त त्यो कुरा त अभियसली नै थाहा हुनुपर्ने हो होइन अब हामीले छोडेर गइसकेपछि हामी छोरी मान्छे बिहे नै गर्नुपर्छ अनि छोडेर गइसकेपछि बाबा आमाको माया किन लाग्दैन लाग्छ नि त अनि हामीले चाहिँ म चाहिँ खासमा के भन्छु नि बिहे नै नगरी सबै थोक आफ्नो बाउ आमाको लागि सबै थोक गरिदिएर जानुहोस् के गइसकेपछि केही पनि सोचे जस्तो हुँदैन के धेरै थोकमा अन्तर हुन्छ मैले सबैलाई नराम्रो बनाउनु खोजेको होइन तर वास्तविक त कुरा के हो मैले त्यही सेयर गरेको होइन सबै थोक चेन्ज हुन्छ नि त अनि त्यो कारणले गर्दाखेरि हामीले अगाडि नै सबै थोक आफ्नो बाउआमाको लागि सेक्रिफाइस गर्नुपर्छ के अनि त्यस्तो चाहिँ कमेन्ट किन गरेको होला उहाँ दिदीले जस्तो लाग्यो कि मलाई पनि चित्तै बुझेन कसरी सकेको म त छक्कै परेँ के अब छक्कै परेँ भगवान् त्यस्तो जेलेसी पनि हुन्छ र भनेको कि बिहे नै नगरिकन आफ्नो माइतमा केही नजोड्नु माइतको लागि केही नगर्नु आफ्नो नै हुँदैन भने जस्तो त कसरी सोच्नु सकेको के अब एउटा छोरी मान्छे भएर म त अचम्मै लाग्यो मलाई कति माया लाग्छ बाउआमाको कति माया लाग्छ साँच्चै हो तर मलाई चाहिँ छक्कै लाग्यो कि त्यही भएर चाहिँ मैले यो कमेन्ट लिएको अनि तपाईँहरूले पनि नराम्रो चाहिँ नसोचिदिनु होला अनि मैले जुन अघि कपडा काट्दै थिएँ नि त्यसको फाइनल लुक तपाईँहरूलाई पनि चाहियो भने चाहिँ मलाई कमेन्ट गर्नुहोस् है त ल आजको भिडियो चाहिँ यति नै सबैजनालाई बाई बाई।